म पनि देख्ने गरेर नजिक पनि ल्याएर गएर हातले सेको ढिँडो मास खाँदै हुनुहुन्छ नजिकै ल्याएर हेर्नुहोस् है साथीहरू हामीले ढिँडो खान्छौँ पाक्यो होला है अब त मैले अचार तरकारी बनाएँ उहाँले अलिअलि मैले मस्काइदिएँ अनि त्यसपछि मजाले मस्काउनु भयो माटो कराईमा पाएको मजाले ल अनि मस्काउने मान्छे हाँसिराख्नु है मस्काउने मान्छे हाँसिराख्नु भयो ल पाक्यो बन्द गरौँ तरकारी अचार यही हो हाम्रो खाना दही यहाँ दुध छ नेपालको लागेको होइन